भएपछि हिँडिरहेको मान्छे म त बारबा छु दाइयो यस्तो सभ्य र भव्य कार्यक्रममा भाग लिन पाइयो भरबाछु दाएँ आदरणीय गुरुहरूको समयमा बसी दुई चार चरण ठाड भाका गाउन पाएँ झमुनाथि तर्छु म त नमस्कार गर्छु आयोजकहरूलाई बनिवासै जाँदा सीतामाईको हराना गजुर यो पवित्र स्थलमा सबै इष्टमित्र यहाँको आयोजक शरण परे हजुर चोली धागो तुङ्दो लम्झुङ्गेको छोरी म त केही न केहीको छैन जान्दो सुन्दो परे है त सराना सुकै माथि पाना सुकाइ पर्यो सिसाको गोलीले तपाईँ हामी इष्टमित्र सबै दिदीबहिनी दाजुभाइ दर्शन गर्न पाइयो अनि दुई चार चरण ठाडो भाग राख्ने मौका पाइयो हितको गीत यो मेरो तेस्रो चरण गीत यो मायाको टोली सुन्तलाको जरामुनि रामचन्द्रको भजन सीतामाईलाई निए माता आजको प्रमुख अतिथि मेरो धम्फु गुरुले सिकाएर यतिको गाउने भएको छु अहिले काँचु पाते कैन केही जान्दो सुन्दो छैन कसो भनिदिए माता श्री कृष्णज्यूको सोह्र सय गाई ल्याउने र लानेको
छुदायो तिमी कहाँको कहाँको म कहाँको सोमेश्वर संजोगले गर्दा यो पवित्र थलमा जङ्ग भेट भयो तामाको धाउको यो माया साउको घर कता परदो मेरो भनो महिलोमा भयो दाउलाई पैसा गरेर मैले भन्नै पर्यो आफ्नै मान्छे भएर नि नचिने झै गर्यो पाकेको म्याउ व्यर्थै आएको जस्तो गरेछ क्या हो व्यर्थै आएको जस्तो भयो नि मलाई तिमीलाई भनेर सम्झनानी आउने झोलको पनि आउने यो मनमा कहिले लाइन भएपछि दयो अतनी नानी यो उमेर पनि अब 3 मुरी जति भयो काँचो फलम ताइछ उमेर घट्दै गएपछि दिमागले पनि काम नगर्दो रहेछ मकैलाई कनी आफ्नै मान्छे पनि बिर्सिन्छु अहिले बाबा र जिउको धौलेमा घरको मेराले पोतेर मैले त बुढो भएको देखा छैन तन्देरी नै छु अझै जोबानाको धनी मौका पर्यो भनी हिँड्छौ अरे जतेर लुगा राम्रो कोरा म त किसानको छोरा सधैँ हिँड्छु हलो जो भोकेर उकाली ओराली
कनी अतनी नानी सुपारीलाई काँचो कुरो भन्यो साँचो बुहार गोरोले भन्छ रे कता जाने भन्दा बिहान बखर सोध्न जाने भन्छ रे भन्छ बुढो गोरुले भन्छ अरे बिहान जाँदा जोत्न जाने भन्छ अरे बेलुका आउँदा जोतेर आएको भन्छ अरे हातमा लाउने कोली म पनि 40 बाको खपा 40 बाली खाको पाको हले मर्स्याङदेखिको पानी जो जोताने नाने पाएदेखिको ओह्राली धेरै खोला गुहेलीमा पाक्यो धाउने छरी धाउने हो सुना काटी गजुर कोराली गाईलाई बाछा सुना काटी गजुर आजै सुने मैले गाईलाई गएर दाउनी भनेको हजुर कोरालीले रे त्यो भने अदन कोराली गाईलाई नि कोही दाउँछ त बारीमा लगेर जोत्ने जोत्ने रे त्यही भने फलाम खायो खैले के सुन्न पर्यो मैले दाउनी दाउनी बाछालाई दाउनी आँखालाई नजर कर्पुठारको बजार त्यसै बित्यो सुपारी रोजेर खैले साँच सुनेको कुरा सबै सत्य छ हो भन्न पनि सक्दिनँ सुनेको कुरा के कुरा सुनेको छु मैले दाम पैसा गन्छ तिमी पनि पाएको अलि खोज्दै हिँड्छौ रे भन्छ सबै कुरो सत्य नै हुनसक्छ यो कान र आँखाको कुरो सबै सत्य हुँदैन फेरि मकैलाई कनी पाको भइसक्दा पनि केलाई हिँड्छौ रोजेर लहिलोमा भैँसी भनो चरानैमा गयो भकरामा बकेर उहिले जमानामा हली चाहिने बेलामा त खोजिन मैले हजुर त कसो
भन्नुभयो बर अब 50 वर्ष पुगेपछि के को खेती लाउँछु मैले र हली खोज्नु छ र जोबानाको धनी लमजुङे ठाडो भाका लोभ हुन्छ कि भनेर हिँडेको मनी गर्नलाई जागेर धन्यवाद होला होला धन्यवाद धन्यवाद ठाडो भाकाका पाराखीहरूलाई हामीले यसो यदि